नमस्ते। कितना भेड़ा देखवा तुम? हजुरको शुभ नाम के पर्यो? रामप्रसाद बुढा। घर कहाँ भन्नु? घर त तक्सेरा हो। अनि के छ अहिले तपाईले यत्रो भेडाहरू पाल्नुपर्छ, कति छ तपाईँ भेडा च्याङ्ग्राहरू? सिङ्ग्रा भेडाहरू यता साथीहरूसँग गरेर त्यस्तै 200 जति होला। 200 जति। के भयो कहाँ आफ्नो अनि तक्सेराको तकै हो तपाईको घर? घर चाहिँ मेरो चाहिँ स्पष्ट छैन है, तपाईँहरूलाई म त्यस्तो भन्दिनँ। नाम चाहिँ रामप्रसाद बुढा हो। जस्तो तपाईँ अहिलेसम्म विदेश जानुभयो कि नि? विदेश गएको छु। कुन देश जानुभयो? साउदी गएको म पहिला नै हो। साउदी जाँदा राम्रो कि अहिले यो भेडा पालनबाट राम्रो आम्दानी हुँदो रहेछ, के लाग्छ तपाईँलाई? तपाईँले मलाई चाहिँ त्यस्तो सोध्नुपर्ने अब अन्यथा चाहिँ म लिने पनि लिँदिनँ। तपाईँले खै त सकेसम्म चाहिँ हाम्रो यतै हो आफ्नो नेपालमा कृषि व्यवसाय गरेर बस। होइन गर्नुभयो एकदम राम्रो हो। त्यो गर्दा राम्रो छ कि के छ भनेर के? राम्रो छ भनौँ नि त, राम्रै हो। अनि हामीलाई कुनै सरकारले पालेको छैन होइन, आफ्नो जीविका आफै गरिरहेछ बस त्यति हो। हामी चाहिँ यो भेडा पालन यस्तोहरू चाहिँ सरकारी नुन पानी चाहिँ खाएको छैन। युवा मान्छे भएर पनि विदेश गएर विदेशको माहौल बुझेर पनि आएर त्योभन्दा गाउँमै केही गरौँ भन्ने सोचेर एकदम तपाईँको सोच राम्रो होस् होइन। भेडा बाख्राहरू नमरुन्, चट्याङले नपल्टुन् होइन, राम्रो होस्, त्यही भन्ने शुभकामना सहित बिदा हुन्छु।